गाइस मेरो दुःखको दिन सुरु भइसकेको छ हैन अनि मेरो छोरीको किन तिमी स्कुल जानु पर्दैन आज मेरो बिदा हो के को बिदा नि आज आज के बार भने आइतबार पनि बिदा तिम्रो गाइस 365 दिनमा 365 जानु पर्ने चाहिँ मै हो अफिसमा अब मेरो छोरीको 2 दिन बिदा शनिबार पनि बिदा हैन आइतबार पनि बिदा ए बालेन सरकार हामीलाई पनि यसो बिदा हुने पाँचो माझो मिलाउनु पर्यो बालेनलाई के दोष दिँदा गरेको त्यसले त हो नि खोइ यहाँ हामीलाई पनि त बिदा चाहियो नि हामी पनि यहाँ यसो हामीलाई यसो आइतबार होस् या शनिबार यसो ल तपाईँहरूको पनि पसल बन्द गरिदिनुहोस् हामीले 1 दिनको स्यालेरी तपाईँहरूलाई राखिदिन्छु यस्तो यस्तो भने पो अनि पो हुन्छ हामी चाहिँ घुम्नै पर्दैन 365 दिनमा 365 दिनै पसल जानुपर्ने यार जिन्दगी यार ल भयो तिम्रो कुरा सुट्ने टाउको तु नदुखाए बेला दुखाइदिने के टाउको 365 दिन 365 दिन क्वाइ काम गर क्वाइ त्यहाँ त्यही त 12 बनाऊ छैला बनाऊ होइन छोरी मोमो बनाऊ होइन बाबालाई कति गाह्रो छ भनिदेऊ त छोरी भनिदेऊ न त्यो मामुलाई होइन के मतलब पुट्ट घरमा बसेको छ ऊ सुतेको छ आनन्दले कहाँ लियो फेरि यो गेला कहाँ लिएर जान्ला अब दुईजना बिदा हुन्छ घुम्न लानु परेन अब आहा क्या आनन्द है छोरी बाबालाई त है घरमै राखेर त्यो म 2 जना घरमा रे काम गर्नु पठाएर होइन आनन्दले घुम्न जाने हो गाइस यिनीहरूलाई मलाई त पागल हुन लागिसक्यो म चाहिँ अब यो दाइले चाहिँ मलाई यहाँ लागु भइरहेछ यहाँ पागल हुन लागिसक्यो म गरेको छ ल आज तिमी चाहिँ होइन तिमी चाहिँ पसल जाऊ म चाहिँ आज छोरीलाई घुमाउन लान्छु है छोरी हुन्छ बाबासँग घुम्न जाने है कस्तो मजा आउँछ हो किन कहाँ जाने भन न पार्कमा जान मन लाग्छ ए आज त्यो मामुलाई पसल पाइदिन्छ हुन्छ के गर्नु जिन्दगी यस्तो छ 365 दिनमा 365 दिनै काम गर्नुपर्ने बाध्यता नेपालमा के गर्नु खाना आए पनि नआए पनि पसल त खोल्नै पर्यो त्यो मामु हेर नि त्यहाँ आफ्नो चाहिँ क्या आनन्द छ शनिबार पनि छोरीलाई होमवर्क गराउनुपर्छ भने घरमा बसेको छ आइतबार पनि छोरीलाई यस्तो घुमाउन लानुपर्छ भने घरमा बसेको छ क्या आनन्द छ के अब बाबाको पालो है आज हुन्छ छोरीले त हुन्छ भनेको छ के तिम्रो मामुले चाहिँ अब फ्रेमबाट हट्दैन पुरै जता घुमाए पनि ऊ मान्छे चाहिँ त्यहाँ क्यामेरामै बसिरहेछ लुगा लगाऊ है ल मलाई ऊ देख्यो म घुम्न जाने भन्यो कि तिम्रो मामुले के भनेर एकैचोटि छिटो हामी जाउँ घुम्न जाउँ त्यो बाबाले छिटो पसल जाऊ भन भन्नु खोजा हो क्या त्यो कान्नु भन कानमा ए पिरो सकेपछि हामी जाने हुन्छ मेरो छोरी पनि क्युट छ बाबाले धेरै माया गर्छ के अब बाबाको साथी भने नै साइसा साथी हो होइन होइन कि साइसा साथी खोइ त बाबा साथी साइसा साथी साइसा साथी लभ यु छोरी साइसा साथी मामु के हो मामु साथी होइन होला मामु अनुहार हेर्नु नि त्यहाँ म कहिले पसल जान्छ अनि हामी तिम्रो 2 जना घुम्न जाने भनेर बसिरहेको कि यो क्या आनन्द छ है सर 2 जनालाई लुगा फेर्नु हुँदैन है यहाँ भिडियोमा